हेलो नमस्ते। आज चाहिँ मेरो फर्स्ट भोइस रेकर्ड हो। आज चाहिँ म ब्युटी पार्टी हेयर स्टाइल बनाउँदैछु। यो हेयर स्टाइल खास गरी फङ्सन वा बर्थडेका लागि बेस्ट हुन्छ। पुरा प्रोसेस हेरेर ट्राई गर्न नबिर्सिनुहोस्। पहिले सुरुमा हामीले कपाललाई 2 पार्टेसन लिएर हामीले क्राउन पार्टेसन छुट्याउनु पर्ने हुन्छ अनि हामीले ज्याक पिनले त्यसलाई हामीले लक गर्नुपर्छ। अनि रहेको कपाललाई चाहिँ हामीले पोनीटेल गराउनु पर्ने हुन्छ लो बनको लागि। अनि हामीले साइड टु साइड बेस गराउनु पर्ने हुन्छ बबी पिनको हेल्पले। अनि बल यो पिनले हामीले लक गर्नुपर्ने हुन्छ, नत्र यो फुस्किन सक्छ। यसपछि हामीले रहेको कपालले रोल गरेर बलियो गराउनु पर्ने हुन्छ। अनि माथि क्राउन पार्टेसनमा रहेको कपाललाई चाहिँ हामीले ब्याककोम गरेर राख्नुपर्ने हुन्छ स्टिक वाइज। मैले चाहिँ स्टिक राख्न बिर्सेँ, हजुरले चाहिँ नबिर्सेर गर्नु होला। मैले अनि साइड टु साइड स्टिक राखेर चाहिँ यसरी लगाउनुपर्ने हुन्छ। अनि हामी बाँकी कपाललाई चाहिँ यसरी नै प्रोसेस अघि बढ्नुपर्ने हुन्छ। अनि मैले चाहिँ यसमा रिब्स निकालेको छु। हजुरलाई यदि मन पर्दैन भने नगर्दा पनि हुन्छ है। अनि हामीले स्प्रे लगाएर चाहिँ युपिन लगाउनु पर्ने हुन्छ, नत्र भने त्यसको सेप बिग्रिन सक्ने हुन्छ है। यो चाहिँ ध्यान दिनुहोस्। अनि यसपछि चाहिँ हामीले मेरो रिब्स बनिसक्न लागिसकेको चाहिँ हेर्न सक्नुहुन्छ। अनि यो बबी पिन चाहिँ हामी साइड टु साइड लगाउनु पर्ने हुन्छ रबरको हेल्पले। अनि हामीले होल कपाललाई चाहिँ यसरी लुकाउनु पर्ने हुन्छ। अगाडिको हेयरलाई चाहिँ हामीले साइडको कपाललाई ट्विस्ट गरेर यसलाई पनि हामीले लुकाउनु पर्ने हुन्छ। यसमा पनि हजुरको इन्ट्रेस्ट रिब्स निकाल्न मन छैन भने ननिकाल्दा पनि हुन्छ है। मैले चाहिँ निकालिदिएको छु। अब अगाडिको कपाललाई चाहिँ हाफ लिएर मुनि गराएर त्यसको माथि रिब्स निकाल्नु पर्ने हुन्छ। रिब्स निकालेर मुनिबाट बबी पिनले लक गर्ने। अनि मुनिको कपाललाई चाहिँ हामीले वेभ निकालेर यसरी स्टिकको हेल्पले मुनि ठेल्नु पर्ने हुन्छ। तपाईँलाई कति इन्ट्रेस्ट लाग्छ त्यतिवटा राख्दा हुन्छ है। मैले चाहिँ धेरै राखेको छैन, कतिवटा राख्नुहुन्छ हजुरले। अब यसपछि माथिको हेयरलाई चाहिँ हामीले माथितिर ठेल्नु पर्ने हुन्छ है। त्यो चाहिँ माथितिर पुस गर्नुपर्ने हुन्छ। अगाडिको चाहिँ मुनितिर जान्छ भने सेकेन्डको चाहिँ माथितिर जाने भयो। यसरी नै हामीले पछाडिको प्रोसेस कन्टिन्यू गर्नुपर्ने हुन्छ। अनि हामीले चाहिँ कपाल भाटीको जस्तै हिसाबले जान्छ। यसमा चाहिँ दुईवटा भयो, यो हिसाबले जानुपर्ने हुन्छ है। आज चाहिँ मेरो फर्स्टचोटि ट्राई भएर अलि नर्भस जस्तो पनि फिल भइरहेको हुनसक्छ है। अनि यसरी हामीले पछाडिको प्रोसेस बढाइराख्नु पर्ने हुन्छ। प्रोसेस बढिरहँदाखेरि हजुरले पनि राम्रोसँग गर्नुपर्ने हुन्छ है। मेरो पनि अलि नराम्रो पनि हुनसक्छ नि त, तपाईँले राम्रोसँग गर्न सक्नुहुन्छ नि त। यसपछि मेरो फिनिसिङको लुक चाहिँ यस्तो काटी भइरहेको थियो। अब काटीलाई मैले निकालेर मैले लास्ट लुक यस्तो निकालेको छु।